हो केटा हो असली जिन्दगी चाहिँ जङ्गलको एडभेन्चर गर्नु त्यो गर्नु हिँड्नु लड्नु पढ्नु यही हो असली जिन्दगी फोक्सोको ट्रिपले कत्रा भेटिसक्यो केटा तर यति मध्यारो जङ्गल भोक पनि कडा लाग्दिरहेछ खानेकुरा पनि केही छैन तर मजा आइदिरहेछ जे होस् नि केटा तर केटा हो चिप्सहरू जति ल्याएछ नि मैले जति तिमीले त भन्छ नि त्यो हुन्जेलसम्म खान्छ ब्रो केटाहरूलाई खानेकै चिन्ता छ खानु हिँड्नु यही त हो त होइन ब्रो असली मजा त हिँड्नु भूत बङ्गला भेट्यो भने त हामीलाई झन् साह्रो सजिलो पर्छ झन् दामी पर्छ हाम्रो काम त त्यहीँ भइदिइहाल्छ जाउँ केटा हो यो रुख देख्दा कुनै डर डर लागेको छैन डर त लाग्दैछ नि तर डराएर छु हुँदैन ल केटा हो आजको काम नै ल ब्रो डराउन चाहिँ तिनजना छौँ केही हुँदैन ब्रो हो पनि नि त हौ अनि बुढा बाजे जस्तो भइरहेछ अनि डराउँदा घन्टा हुन्छ भ्लग बनाउनु ब्रो के हो भ्लग बनाउनु ब्रो फोटोहरु खिचौँ के हो हेलो गाइस ओ यहाँ भगर कुनै के देखेँ मैले साइ कोन बाटो न साच्ची ब्रो साच्ची देखेको साच्ची तिमीले देख्यौ हो मैले के देखिन तिम्रो भ्यान गफ दिँदैछौ गफ पिटेर ब्रो साच्ची हो तिम्रो भ्यान होला हौ को ड्रामा मात्रै हो जाउँ हामी तर मैले साच्ची देखेको थिएँ नि केटा हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो ए त्यो माथिको त्यो भूत बङ्गला जस्तो देख्ने घर होइन त्यो एकजना बुढो बाजेको कुनै के भन्थ्यो नि भूत छ भने तर साँच्ची नै आयो भने चाहिँ हामीले साह्रो पर्न सक्छ आउँदैन हो ब्रो तर हामीलाई चाहिएकै त्यही हो आउनै पर्छ बिना त अधुरै हुन्छ नि त हामीलाई चाहिएकै भूतै त त्यही त हो नि हामीलाई चाहियो तर डराउनु चाहिँ बन्दै भएन ल केटा कोही पनि उही चाहिँ डराइदिइरहेछ नि त हामीलाई भन्छ त्यही त होइन त्यस्तो कहाँ आउँछ हौ म चाहिँ किन डराउनु छ भित्र कति डराइदिएर के खुसुर बुसुर गर्छ है केटाहरू हाम्रो आफ्नै घर केटा हौ चिप्स खाँदै हिँड्दा कस्तो होला हौ मजाको हुन्छ नि हौ निकाल न चिप्स राख्नु पर्छ त्यसो हो नि चिप्स भने चाहिँ छिटो निकाल न हो ब्रो भोक लागिरहेछ खाइदिएको हाल्ने हो त बल्ल आइपुग्यो रोड पानी छैन ब्रो पानी त हजारो भइरहेछ नि हौ ब्रो मलाई पनि देऊ न पानी म कस्तो त्यो खाले ब्रो तिमी पनि खाने दिनु देऊ म यो डन्ठाको त जरुरत छैन कि भूतलाई पड्काउनु लागि पड्काउनु पर्छ नि हौ हेलिकप्टर सट हाल्ने भरे तिमीलाई हानिदिइराखेको वर्ल्ड कपहरू मैले एउटा कुरा देखेँ ब्रो एउटा खुसीको खबर छ ब्रो अलिक अगाडि हिँड्न त ब्रो ऊ त्यहाँ हेर त ब्रो हाम्रो डेस्टिनेसन अब असली खेल सुरु हुन्छ यस्तो पुरानो घर छ यसमा पनि भूत त बस्छ के हो हेर्दा त भूत बस्छ भूत चाहिँ यस्तो नै हुन्छ यस्तै घर जतिर घरको क्वालिटी त लास्ट कन्डिसन छ त हौ ठिक छ गाडी पनि छ त यो घरमा त यहाँ त एउटा आँगन हुनु पर्यो होइन यो घर त के हो खुल्लामा यस्तो खुल्लामा चाहिँ भूत पक्रिन्छौ तिमीहरू तर यस्तोमा पनि भूत त हुनसक्छ ब्रो ओ के भएको यस्तो के भएको अम्बो भुइँचा लाग्यो कुन त ब्रो
कि तर्साउनु थालेको ल्या ब्रो कसरी यस्तो यो त झन् साह्रो डरै लाग्दो सिनहरू हुँदैछ त केटा यस्तो जग्गा त थिएन त हौ त्यो अब कसरी हामीले चाहिँ लड्यौँ भुइँचालो आएकै थिएन भने चाहिँ भुइँचालै आएको थियो होला ब्रो सायद अब हामीले बाटो खोज्नु पर्यो होइन निस्किने डर लाग्नु थाल्यो ब्रो ब्रो डर लाग्यो एकजना जाउँ पहिला हेर अब को डराउनु चाहिँ किन डराएको के चाहिँ हुन्छ ल कोही भाइहरू होला हौ बलहरूमा को छ एक्लै नछोडा नछ्या आउनु कोही छैन त के छैन त के थियो ब्रो अब त खतरा डर लाग्नु थाल्यो के छैन त हौ ओइ फुच्चे को छ यहाँ आइज यहाँ अगर हामीलाई कसले प्र्याङ्क गर्दैछ भने चाहिँ केटामा नमिठो पड्किन्छ है को छ तिमीहरू रात पनि पढेको छैन त के तर्साइ बसेको हामीलाई डर लाग्यो नजाउँ काहीँ पनि कसैले प्र्याङ्क गर्दै होला के को प्र्याङ्क गर्छु उतापट्टिबाट हामी यता आउँदाखेरि कहाँ यता थिएन अब त उता भन्छ ओ म डर लाग्यो के गर्नु यतै सुत्दिउँ कि के गर्नु यो मान्छे चाहिँ किन जोसेको ओ तिमीलाई मार्छौ त्यसले हामी खतरा जग्गामा फसिरहेको छौँ हौ कोही छैन हौ आउन आउन के हो त्यो भन्दा चाहिँ अनि कोही छैन त अन्त नडराउन तिमी कस्तो डर भाइ को हो त आइजन हौ बरु मिठाई दिन्छु हौ आइजन नटर्छ न यति मिठाईले मात्रै काम चल्दैन ल्या ब्रो के भयो तिमीलाई ब्रो के भयो तिमीलाई खै के हुन्छ मलाई होइन ब्रो कस्तो भोइसमा बात गरेको तिमीले कसले चाहिँ के भोइसमा बात गर्यो फेरि साइको नपार नछ त्यसै पनि डरले म नाटक बेलामा के भयो गरेर बुझौँ मलाई यो जग्गा ठिक लागेन जाउँ छिटो गइहालौँ कहाँबाट जानु ब्रो त्यहाँको बाटै छैन ब्रो तिमीले अघि के भएको के भएको थियो मलाई साइको नपार नछ तिमीले अर्कै भोइस थियो थियो तिम्रो अर्कै भोइस थियो आँखा पनि रातो रातो पारेको भाइ तिमीले होइन होला हो त यस्तो थियो छ्या नाटक पारेको मैले हिँड्न न रेला भइसक्यो छिटो कहीँ बाटो पनि छैन अब कहाँबाट जानु तर ओ पछाडि के हो पछाडि झुन्डिरहेको छौ कुनीको के छ हौ खोइ के छ हौ ब्रो साँच्ची थियो केटा कसम थियो कुनै उत्रुजना फुच्चे त्यो भइरहेको थियो झुन्डिरहेको थियो साँच्ची मैले खतरा किन नपत्याएको तिमीहरूले साँच्ची यहाँ है म यता थिएँ होइन तिमीहरू यता थियौ तिमीहरूले अब हिँड्ने भन्दा अगाडि मैले देखेँ नि त यता झुन्डिरहेको थियो अन्त त्यो थियो भने चाहिँ अहिले हुनु पर्ने त खोइ त्यसै कहाँ चाहिँ गयो त कहाँ चाहिँ गयो त अब केटाहरूले हेर्न रेला गरेको साँच्ची थियो तँलाई त्यस्तो भन्यो भनेर तैँले नै हामीलाई जिस्केको तिमीहरूले त भन्नु त भन्यो मैले त्यस्तो केही भन्न तर साँच्ची झिस्काएको होइन मैले साँच्चै त्यो झुन्डिरहेको थियो अन्त झुन्डेको भए हामी तिनजना मात्रै आएको थियो कोही कहाँ छ भनेपछि तिमीहरूले मैले झिस्काएको थियो अघि भर्खर साँच्ची तँ त्यस्तै भएको थियो साँच्ची ब्रो तिमी त्यस्तै भएको थियो ब्रो अब यसरी बसेर हुँदैन हामीलाई निस्किने बाटो बनाउनु पर्छ यहाँ फुटाएर ब्रो के भयो के भयो ब्रो तिमीले मैले चाहिँ के हुन्छ के भयो के हुन्छ हौ मलाई चाहिँ के चाहिँ हुँदैछ हौ कसले चाहिँ के छ तिमीले के भयो अहिले भयो अब हेर्नु मैले साइको नपार्नु त्यसै पनि डरसरी भइदिरहेको छ केटाकेटीले कराएर साइको नपार्नु छ जुन बाटो खोज न तिमी चाहिँ अब खालि के भयो गर्दै आउँछौ त तिमीहरू त मैले डर लागिसक्यो कसरी फुटाउनु माथिबाटै जानुपर्छ अब हामी माथिबाट झरेको हो नि त ब्रो बिस्तारै आऊ है बाँकी छ ब्रो बिस्तारै आऊ टोटली त्यो नै काटियो नि केटा हो हाम्रो प्लानिङ नै ब्रो मलाई छोडेर नजाऊ ब्रो आउनु छिटो यता आउनु के भएको तिमीलाई छिटो आउन यता म दिइरहेको छु
हुन्छ पर्दैन खालि तिमीहरूले के भएको मात्रै भन्छौ त हौ अन्त तिमीलाई चाहिँ के हुँदैछ हौ के भएको छैन अन्त घरि उल्टा नपल्टी आवाज निकाल्दैछ त कस्तो उल्टा नपाल्टी आवाज हौ मेरो यो आवाज त कसरी चेन्ज हुनसक्छ हौ यस्तो जग्गामा त कहाँबाट छिर्नु हामी त कहाँ यहाँ त थिएन त हामी कोही जग्गै छैन त कहीँ पनि कहाँबाट निक्लिनु के भयो फेरि के भयो गर्न थाल्यो साँच्ची ब्रो तिमीलाई के भन्दैछ एक नम्बर जग्गामा छैन तिमीलाई के भयो कि तिमीलाई के भयो सहीको नपाला कस्तो कस्तो आवाज निकालेको कस्तो आवाज हो फेरि कहिले निकाले बाटो चाहिँ खोज न पहिला कहाँबाट जानु हामी के भयो साँच्ची तिमीलाई के हुँदैछ आज के हुँदैछ मलाई चाहिँ फेरि होइन ब्रो यो जग्गा ठिक लागेन मलाई ब्रो तिमीलाई यो जग्गा चाहिँ ठिक लागेन नि त्यही त निक्लिउँ भनेको जग्गै छैन तिमीहरू के भन्छौ साँच्ची तिमीलाई कि अर्काको स्वर निकाल्दै कस्तो अर्काको स्वर हो फेरि नानीको स्वर निकाल्दै खोला न यो के भएको जाने कहाँबाट निक्लिनु हामी यो खिड्कीबाट उठ्नु अब अप्सनै छैन मलाई डर लाग्यो म त एकदम तिमी के बोलेको यस्तो ब्रो यो मान्छेलाई केटी चाहिएको ल के साँच्ची तँलाई केटी चाहिएको कहाँबाट ल्याउनु तँलाई केटी म कल गर्छु ल छिटो गर न छिटो हेर न ल यो मान्छेलाई घर लानुपर्छ छिटो लगिहाल्नु यो मान्छेलाई घर